आज हामी भविष्यमालिका पुराण अन्तर्गतको अध्याय 27 भित्र पर्ने माधव नामको महत्त्व भन्ने टपिकमा चर्चा गर्नेछौँ। मा च ब्रह्मस्वरूपा या मूल प्रकृतिश्वरी नारायणीति विख्याता विष्णु माया सनातनी महालक्ष्मी स्वरूपा च वेदमाता सरस्वती राधा वसुन्धरा गंगा तांसा स्वामी च माधव। माता राधारानी माता देवीका सबै शक्तिको मूल शक्ति हुन् र उनको सबैभन्दा प्रिय भगवान माधव महाप्रभु नै हो। कलियुगको यस अन्तिम कालमा भगवान कल्कीको माधव नामको विशेष महत्त्व रहेको छ। भगवान कृष्णले द्वापर युगमा कलियुगको अन्त्यमा माधव नामले नै सबैभन्दा ठुलो मोक्षको नाम हुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। महापुरुष भीमवैले स्तुति चिन्तामणि नामक ग्रन्थमा रचना गर्नुभएको छन् कि म अक्षर नाम हृदय लय कर महीमण्डल रहिबे बिना आश्रित रे केही न बञ्चिबे जुग भागे पडी जीवे। यो श्लोकको तात्पर्य के छन् भने म वा माधव अक्षरलाई हृदयमा राखेर भजन गर्नुपर्छ, यसरी महिमा मण्डलमा रहन सकिन्छ। भगवान माधवको आश्रय नलिनेहरू युग परिवर्तनसँगै युग धर्मको स्थापनामा रहने छैनन्। त्यसपछि चन्द्रकल्प टीका नामक ग्रन्थमा महापुरुष शिशु अनन्त महाराजजीले लेख्नुहुन्छ कि म अक्षरको ध्यायी भक्त माने थिवे अनन्त लीला देखिबे माटी अटई महा औषधि माटी सकल देवा। यहाँ महापुरुष शिशु अनन्त दासजीले माधव नामको महत्त्व र म अक्षरको महत्त्व बताउनु भएको छ। म अक्षर वा माधव नाम जप्ने भक्तहरूले मात्र अनन्त कल्की लीला देख्न सक्नेछ। तब महापुरुष शिशु अनन्तजीले म अक्षर ठुलो औषधि हो भनेर लेखेका छन्। म अक्षर अस्तित्वको सागरबाट मुक्ति र भगवान कल्कीको दर्शनको सबैभन्दा ठुलो औषधि हो। माधव नामको जप गर्ने भक्तहरूले पनि 33 कोटी देवी देवताको आशीर्वाद पाउनेछ। तब महापुरुष अच्युतानन्द दासज्यूले भगवान कल्की माधवको बारेमा कई फूलमल्लिकामा लेख्नु भएको छ कि शेष कली लीला भाव बुझाई तो आगे कहिवा सर्वलोकै फूल कल्की रूप धरिबे माधव। अर्थात् कलियुगको अन्तमा जब भगवान कल्कीले सम्भल नगरमा अवतार लिनेछन् र बाँकी कल्की लीला गर्नुहुनेछन् तब उनको नाम माधव हुनेछ र जब सारा संसारमा विनाश लीला र धर्मको स्थापना हुनेछ तब त्यही माधव प्रभुले दिव्य कल्की रूप धारण गर्नेछन्। फेरि उहाँले अगाडि लेख्नु भएको छ कि सरी गला लीला राम हरि हरि घोष पदार बिन्दरे जाई शरन्तो कोश माधव 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 नित्य चहल पडिव देखिला बेलकु ताकु चिन्हि नपरिव। यसको अर्थ यो छ कि एक समय आउनेछ जब संसारभरका भक्तहरूले माधव कल्की हुन् भन्नेछन्। माधवले भक्तहरूको उद्धार हुनेछ। माधव नामले मानिसलाई रोग र विपत्तिबाट सुरक्षा मिल्नेछ। माधव नामले पञ्चतत्वको विनाशबाट मानवको उद्धार हुनेछ। जब माधवको नाम संसारमा गुन्जिनेछ त्यतिखेर माधव पनि आएका हुनेछन्, तर उहाँलाई कसैले चिन्न सक्ने छैन, उहाँ कहाँ गएर हेर्न सक्ने छैन। भविष्यमा यस्तो अवस्था आउनेछ। महापुरुष
बलराम दासज्यूले आफ्नो पवित्र ग्रन्थ भविष्यमालिकामा उल्लेख गर्नुभएको छ कि अष्टबाहुरे अष्टायुध कलिशेषे जन्म हेबे माधव माधव नाम कुजेहु जपहि जन्म मरण तहार नाही। अर्थात् कलियुगको शेष अवधिमा भगवान कल्की अष्ट आयुध बोकेर संसारकै शक्तिशाली अवतार भएर जन्म लिनुहुनेछन्। माधव नामको पूजा गर्ने भक्तहरू कलियुगको दुष्ट प्रभावबाट बचेर सतयुगमा जानुहुनेछन्। जय श्री माधव। जल प्रलय, महामारी र भूकम्प, अग्नि प्रलय, विश्वयुद्ध 3 र महाविनाश यो त एक दिन हुनु नै छ। तर सबैबाट तपाईँ कसरी बच्न सक्नुहुन्छ? सबैभन्दा पहिले मांसाहारी भोजन खान छोडिदिनुहोस्। अन्डा पनि खानु हुँदैन र कुनै पनि प्रकारको नशा नगर्नुहोस् र गलत काम नगर्नुहोस् र सत्य, प्रेम, दया, क्षमा र शान्तिको आचरण गर्नुहोस् र 3वटा कुरा गर्नुहोस्। त्यसमध्ये सबैभन्दा पहिलो हो त्रिकाल सन्ध्या अर्थात् त्रिसन्ध्या। यसलाई दिनमा 3 पटक गरिन्छ। जस्तै बिहान गरिन्छ ब्रह्म मुहुर्तमा, बिहान 4 बजेदेखि 6 बजेको बीचमा तपाईँ जहिले पनि गर्न सक्नुहुन्छ। तर तपाईँलाई समय मिलेन भने समय तपाईँ अगाडि पछाडि गर्न सक्नुहुन्छ। आधा घण्टा 1 घण्टा पछाडि गर्न सक्नुहुन्छ। दिउँसो 11:30 बजेदेखि दिनको 1 बजेसम्म गर्न सक्नुहुन्छ। त्यसको बीचमा साँझ 5 बजेदेखि 6:30 बजेसम्म गर्न सक्नुहुन्छ। दिनभरिमा 1 पटक नुहाएर त्रिकाल सन्ध्या अवश्य गर्नुहोस्। बाँकी समय तपाईँ हात, खुट्टा, मुख धोएर पनि गर्न सक्नुहुन्छ र 3 पटक तपाईँ श्री गङ्गे भनेर सुरु गर्न सक्नुहुन्छ। जुन दोस्रो उपाय हो त्यो हो श्रीमद् भागवत महापुराण पठोइ। दिनमा 1 अध्याय अवश्य पढ्नुहोस्। दिनभरिमा 1 अध्याय अवश्य पढ्नुहोस्। त्यो पनि हुन सकेन भने 1 पाना त अवश्य पढ्नुहोस्। यदि त्यति पनि समय छैन भने 1 श्लोक अवश्य पढ्नुहोस्। तेस्रो उपाय माधव नामको जप गर्नुहोस्। निरन्तर गर्नुहोस्। कुनै पनि काम गर्दा गर्नुहोस्। सधैँ माधव नामको जप गर्नुहोस्। भविष्य मालिकाको बारेमा थप जानकारीको लागि तपाईँ भविष्य मालिकाको वेबसाइटमा सम्पर्क गर्न सक्नुहुन्छ भविष्यमालिका.com र थप जानकारीको लागि पनि कल्की अवतार अफिसियल च्यानल हेर्न सक्नुहुन्छ जहाँ मालिकाको बारेमा खुलेर कुरा राखिएको छ, जहाँ तपाईँले लगभग 1000 जति भिडियो हेर्न पाउनुहुनेछ। र पनि तपाईँलाई थप जानकारी जान्न छ त्रिसन्ध्याको बारेमा वा कुनै प्रश्न छ भने तल दिएको नम्बरहरूमा तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ।